ट्र्याक पार्कको शङ्ख घर उद्घाटन हो कि के हो अब त्यस्तै हो दिदीहरू यहाँ फोटो खिचिराख्नु यतापट्टि दिजु यतापट्टि बहिनीज्यू अनि यो साथीहरू म तपाईँहरूलाई देखाउन चाहन्छु हाम्रो यो काठमाडौँमा पनि यति राम्रो ठाउँ छैन तपाईँहरू आउनु भएको छैन भने भर्खर एकचोटि आउनु होला भन्न चाहन्छु म चाहिँ यो बाटो धेरै हिँडिसकेँ होइन यो त वीर हस्पिटल अपोजिट यो म बाटो धेरै हिँडिसकेको छु तर पनि यो भित्र फर्स्ट टाइम छिरेको सो लुक नाइस एकदम राम्रो ठाउँ छ देखाउँदै जान्छु यहाँ के छ भनेर फर्स्ट टाइम त दुख का खत्म नहीं होता यहाँ पोखरी छ दिदी बहिनीहरू फोटो खिच्न चालेको हो खिच्नु 100 रुपियाँ तिरेर आएको हो पैसा पचाउनु पर्छ खोइ के भन्ने ठाउँमा उसुली होइन त्यो लोफर के हरे कृष्ण अब यिनी पुरै डुल्ने भइहाल्यो नि उहाँदेखिबाट ठिक छ है बल्ल बल्ल दिदीहरूसँग हिँडेको एक्साइटेड भएको छ दिदी बहिनीहरू हिरोनी मोडल स्टाइलमा पुरा हिँडिरहेको गाइजहरू होइन म मेरो आँखा कति राम्रो तर मैले भन साथीहरू मलाई चाहिँ यो ठाउँ यति मन पर्यो कि मिल्ने भयो मनिर यहाँनिर होइन यहाँनिर एउटा घर बनाएर बस्ती होइन त्यस्तो खतरा ठाउँ छ यहाँनिर अब के गर्नु भाइ यहाँनिर यसो घुमफिर गर्ने मात्र रहेछ आफ्नो घरमा अब गाइजहरू म तपाईँहरूलाई फुलहरू देखाउँछु होइन यहाँनिर राम्रो फुल टिप्दिनँ फुलको बोटै काटेर लगेर घरमा लगेर सार्छु कि यसो उता हेरिरहेको छु तर यहाँ मलाई मार्छन् छ र भिडियो नबनाउँदाखेरि राम्रो कुरा हुन्छ होइन शर्मिला भिडियो बनाउन थालेपछि केही कुरा गर्न गाह्रो हुन्छ कि सपना दिँदाखेरि त्यो फुल नसमाति चित्त बुझ्दैन कि त्यो फुल किन समात्नु पऱ्यो कि त्यो फोटो खिच्दाखेरि खोइ यो दिदीको पुरा हिरोनी बनाइदिने हाम्रो चाहिँ खिच्यो होइन फुल हेर उहाँ खिच्देऊ भनेर बस्यो होला ठिक परेर ल अप्पै के गरौँ भाइ मेरो फोटो मेरो पनि खिच्याउ न खोइ म नि बस्छु यहाँनिर यसरी बल हो कि पृथ्वी रहेछ त यो खासमा हाम्रो पृथ्वीको डल्लो हो यो हामी यहाँभित्र छौँ होइन लु बस खिचिक्क चाहिँ हाम्रो यहाँ एकदम कुल सुपर कुल रहेछ साथीहरू तपाईहरुलाई चाहिँ यदि यहाँ काठमाडौँ बसेर एकदम झ्याउ लाया छ भने केही त्यो छ भने चाहिँ तपाईहरु यहाँनिर आउन सक्नुहुन्छ। त्यो डिप्रेसनमा जान लागेको मान्छेहरु खासमा यहाँ आउँदाखेरि टिकोला जतो डिप्रेसनमा जान लागेको मान्छेहरु खासमा यहाँ आउँदाखेरि टिकोला जतो लाग्यो हैन मन शान्त हुनी। तर मलाई लास्टै गर्मी भएर पसिना नि आइरहा केही छैन। यहाँ भित्र पनि उतासम्म हेर्नु गाइजहरु पानी पनि हाल्नु पर्ने रहेछ। यहाँनिर धेरै दुःख गर्नुपर्ने छ गाइजहरु हेरेर मात्रै हुँदैन हैन। गर्ने मान्छेलाई साह्रो गाह्रो छ हौ यहाँनिर। त्यो खासमा त्यो बगी खेल्ने होला सायद यहाँनिर मलाई त्यस्तै लाग्छ।
बगी खेल्छन् के यसरी पुइक्क लाल बगी खेल्छन् के यसरी पुइक्क लाल त्यो डन्डीले त्यो यत्रो बल डन्डीले हिर्काउँछन् नि त्यस्तो खेल्छन् के यहाँभित्र खासमा यहाँ भित्रबाट जम्न त्यसपछि भित्रबाट हिँड्नु न ऊ यहाँ फोटो खिच्देऊ त दिदी खेद्दिनु त दिदी खासमा यिनीहरू जति फोटो खिच्दै पनि पुग्दैन होइन फेरि खिचाउँछ ल यतापट्टिमा आइर उतापट्टि भने ल यतापट्टिमा आइर उतापट्टि भने कस्तो के हो यिनीहरूको तरिका पाएर यहाँ पुरै बाँदर झुन्ड्या जस्तो झुन्ड्या फेरि कहिले झुन्डिन्न बाँदर तँ यहाँ फोटो खिच्न आएर रुखमा चढेर बाँदर झुन्ड्या जस्तो झुन्ड्या लगेर हो कि होइन म झुटो बोल्छु लगेर हाम्रो पनि त्यसरी हिँडेको एउटा टिकटक बनाइदेऊ न भन्दाखेरि तिमीले मानेथ्यौ हाम्रो पनि त्यसरी हिँडेको एउटा टिकटक बनाइदेऊ न भन्दाखेरि तिमीले मानेथ्यौ तिमीले हिँडेको कसले बनाइदिन्छ के यिनीहरूले मलाई पछाडि छोडिदिन्छ नि यार मेरो त आउनु न भने अहिले 5 बजे बन्द हुन्छ के आउनु न भने अहिले 5 बजे बन्द हुन्छ के 5 बजे हैन होइन के पसल बन्द हुन्छ जाऊ न तेरि मेरो फोटो खिच्दै कि तिम्रो मेरो फोटो खिच्दै कि तिम्रो ए दिदीको हे तेरि ए म पनि बस्नु फोटो खिच्न पुगे खाएर भने उ लगाएर एउटा रुख देख्न हुन्न गाइजहरू होइन एउटा रुखमा एउटा फोटो खिच्छन् अर्को रुखमा अर्को फोटो खिच्छन् अनि त्यो फुल पनि एउटा टिप्दै खिच्लान् भन्ने पिप छ अनि त्यो फुल पनि एउटा टिप्दै खिच्लान् भन्ने पिप छ हेर हे भगवान् म कहाँ गरौँ मरौँ होइन छिटो पेट दुखिसक्यो यार मलाई साह्रो गर्मी पनि भइसक्यो म अलि माथि गएर बस्छु है ठिक छ फोटो खिचेर साथीहरू मलाई एक्लै छोडिदिए अब केही छैन म एक्लै बस्छु यतातिर एउटा साथी खोज्नु पर्ला होइन मेरो साथी त खासमा त कोही पनि हुँदैनन् यहाँ एउटा कुकुर थियो त्यही पनि उतातिर होइन फोहोर चाहिँ रहेछ ल पुरै यो टेबलभरि त्यो के को त्यो चराको बिष्ट छ बिष्ट चाहिँ के हो नि त्यो उको रहेछ चरा होइन यो त के अरे उठ्यो के भन्छ यसलाई परेवा मरेवा कि चलेवा कि उतापट्टि पनि जानु पर्ने एकै दिनमा गएर भ्याइदिनु जस्तो छ यतातिर पनि खोइ मेरो दिदीहरू अहिलेसम्म आएन केही छैन म कुदेर बस्छु होइन यहाँनिर यति पराइनहरू फोटो खिचेर केही छैन होइन को हो त्यो मान्छे फेरि हेत तेरिको छेक्दियो यार हरे कृष्ण म के गरौँ कहाँ गरौँ मरौँ अब यिनीहरू लठक हिँडेर आइरहन् होइन यहाँ बस्नु पनि ढड मर्नु छ हौ मजाले हिँड्नु अलिक छिटछिट आउनु नि पुरै अन्धकार देखाएर अनुहार चाहिँ कालो न कालो आफूलाई पुरा नेपाल ठान्दै आएका होला नि फेरि आए साथीहरू बल्ल आए अब के गरौँ हिरोनीहरू आएर केही छैन यहाँनिर टिकटक नबनाउनु भए त हाम्रो अलिक फोटो खिच्दै भइहाल्यो नि त टिकटक बनाएर भइहाल्यो नि त अनि त क्यामेरा उसलाई देऊ त शर्मिला देऊ न छिटो हाम्रो टिकटक बनाउनु परेन अनि यत्रो तपाईँको त्यो पैसा मात्रै खेर्दा त्यहाँ पैसा तिरेर आएको होइन हाम्रो टिकटक बनाउनु परेन अनि यत्रो तपाईँको त्यो पैसा मात्रै खेर्दा त्यहाँ पैसा तिरेर आएको होइन पैसा तिरेर आएको उसको भाषामा फोटो खिच्छु टिकटक बनाउँदैन भन्ने मान्छे अब फेरि उ त्यो गर्नु हामी पनि त्यो आइको फुल भएको छ फुल पनि एक ठाउँभन्दा छैन गाइजहरू त्यो हो भनेको रिस उठ्ने ऊ त्यहाँ अगाडि मुखमा फुल राखेछ नि है त्यहाँ सबै फुल छ भनेर आएको फुलै छैन भने गाइजहरू त्यहाँ
सबै फुल छ भनेर आएको फुलै छैन भने गाइजहरू त्यो थाउलो थाउलो मात्रै छ सबै सुकेको डाँड थाउलो थाउलो मात्रै छ सबै सुकेको डाँडै त्यो अलिअलि रङ्गिन त्यो कलर सलर लगाएपछि भइहाल्छ नि है त्यतिमा पनि यहाँनिर फुल रहेछ है उसले त्यहाँ भिडियो बनाइदिनु यहाँ आइदिनु यहाँ उनीहरू मोडल भइछ नि आएको क्यामेराम्यान गाइजहरू होइन मलाई एउटा क्यामेराम्यानको खाँचो छ होइन गाइजहरू मलाई एउटा क्यामेराम्यानको खाँचो छ होइन गाइजहरू मलाई चाहिँ त्यो एउटा क्यामेराम्यान राम्रो खालको चाहियो गाइजहरू पैसा सैको त्यस्तै हो गाइजहरू मेरो जति युट्युबबाट आउँछ टिकटकबाट आउँछ त्यति पैसा मतलब आयो भने त्यहाँबाट आएपछि म दिन्छु अब चाहिँ कहाँ जाने त खोइ के खेल्दै टुरी खेल बाटो साटो छैन अब म त यहाँनिर गयो तिमी त सल्लाहमा नहिजन भन्छ यहाँनिर चाहिँ यहाँ पनि राम्रो अब लु मलाई नै क्यामेराम्यान बनाउँछ नि मेन कुरा साथीहरू होइन एकछिनै क्यामेरा परायो मेन कुरा साथीहरू जहाँ जहाँ फुल देख्यो त्यहाँ त्यो फोटो अघि यहाँ खिचेको फोटो अनि यहाँनिर अनि यहाँनिर कति खिच्ने हो अब मेरो सपिङ गर्नु त